हेर्नुहोस् कस्तो छ है गाउँघरको घर यस्तै हुन्छ। यो चाहिँ माछो हो। कोठा चाहिँ म नेक्स्ट टाइम देखाउँछु है। यो चाहिँ मेरो छोरा र छोरी खेल्ने परालो हेर्नुहोस् यसरी यसरी कसले खेल्नु हो वर्षा बेलामा यस्तो गरेर यसरी। हाम्रो घरमा चाहिँ थिएन होइन, अनि अरूकोमा जान्थ्यौँ क्या हामी चाहिँ खेल्न, परालहरू खेल्न एकदमै धेरै मजा आउँथ्यो क्या भाइ। यहाँ हेर्न यस्तो गरेर यस्तो गर्ने होइन, अनि यसरी कसले गर्नु होइन। भाइ आइज तोरी बारी हेर्नु आऊ। यो चाहिँ हाम्रो तोरीबारी हो, यो चाहिँ सबै तोरीबारी हो हाम्रो चाहिँ। यहाँदेखि परसम्म हो घरदेखि, यो रुखदेखि उता होइन, त्यहाँको रुख पर्दैन त्यहाँदेखि उता हो। अब हाम्रो बन्दै गरेको घर देखाउँछु। यो तोरीबारीमा छिरौँ है त, यो आफ्नै तोरीबारी हो, डर छैन। र क्यामेराम्यान फोकस, यहाँ कस्तो राम्रो छ हौ। तोरी फुर्यो बारीमा बरिलै, राम्रो छ होइन। अब म तपाईँहरूलाई देखाउँछु हाम्रो बन्दै गरेको घर कस्तो छ र कति धुरोमा बनेको भन्ने कुरो। गाउँको घर यस्तो हुन्छ हेर्नु। हाम्रो यहाँदेखि यहाँ देखिराख्नु भएको छ नि, एकचोटि क्यामेरामा फोकस गरिदिनु। यो यहाँ यो रुख आपको रुख यतापट्टि सबै हो है हाम्रो घर। आउनु यो चाहिँ यो इँटा साह्रै राम्रो रहेछ। मैले विज्ञापन गरेको होइन, जेबिबी। यो इँटा चाहिँ ठुलो पनि रहेछ होइन। यहाँ हेर्नु न डह्रो रहेछ क्या, डह्रो एकदमै डह्रो खालको। ल हेर्नुहोस् फाटिहाल्यो नि यो नि साउता उता भएको पनि फोकस गर्दैन। फ्याँक्ने होइन, नो 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 फ्याँक है। यो चाहिँ हाम्रो करिब 11 धुरमा बनेको घर हो। ट्र्याक्टर क्या, गाउँको समस्या भनेको यही हो, ट्र्याक्टर कराउने 11 धुरमा बनेको 4 कोठाको घर हो। गाउँमा किन घर बनाइस् भन्नुहुन्छ भने नि, गाउँ भनेको रमाइलो ठाउँ हो। गाउँमा घर चाहिँ चाहिन्छ। यहाँ कहिलेकाहीँ टेन्सन भएको बेलामा माइन्ड फ्रेस गर्नलाई पनि गाउँमा आउनुपर्छ क्या। एकदम धेरै दिमाग ह्याङ भएको छ भने नि ह्याङ आउट हुन्छ। यस्तो राम्रो भ्यू देखिन्छ हेर्नुहोस्, यहाँ कस्तो राम्रो भ्यू छ। क्यामेरामै यताबाट हो टक्क देखाइदिनुहोस् एकचोटि फोकस गरेर। यस्तै छ हाम्रो गाउँ साथीहरू। यहाँ 52 फिटे बाटो अरे, कति फिटे बाटो थाहा छैन, रेखा कुरा गर्छु है म चाहिँ, फेरि मलाई थाहा छैन। ल हेर्नुहोस् यो सबै हाम्रो हो यो जग्गा जमिन।